कथरी सञ्चरी नगरपालिका वडा नम्बर 3 मा रहेको यो चाहिने आसपासमा तपाईको विकास चाहिने तीव्र गतिमा भइरहेको देख्न सक्नुहुनेछ तपाई आदरणीय गाइजहरुले। र यो चाहिने आज चैत 9 गते 2081 सालतिर चाहिँ पुल निर्माण कार्य सेवार चोकको चाहिने भाइहरुले सम्पन्न गर्नुभएको छ। र यहाँ त्यसो भनिराख्दाखेरि यो पुल र नयाँ पुल अनि त्यसैगरी अब यो भन्दा तल पनि पुल सेवा चोक र यो पिपल चोक जोडिने बाटो र यो किराँत चोक पनि जोडिन्छ। यो चाहिँ नि राम्रो मेन बाटो रहेको छ। राम्रो एकदम ढंगले चाहिँ नि सम्पन्न भएको रहेछ यो पुल हैन। मलाई चाहिँ एकदम राम्रो लागेको छ। सेवा चोकको विकास प्रेमी तपाई आदरणीयहरुले आदरणीय उपभोक्ता समितिहरुले उपभोक्ता निर्माण समितिहरुले चाहिँ नि राम्रो व्यवस्थित ढंगले बनाइसक्नु भएको रहेछ। अब यो लगभग 10-15 दिनदेखि यो ब्लक गरेको अवस्था छ आवत जावतको लागि। अब 10-15 दिनमा चल्ने रहेछ। यो चाहिँ नि पुल बहुत राम्रो बनाइसकेको छ र यहाँको विकासमा सेवा चोक किराँत चोकको पूर्व सेवा चोक वासीहरु चाहिँ एकदम विकासमा तीव्र गतिमा राख्नु भएको छ। उहाँहरुले गर्दाखेरि हामीले पनि यस बाटोमा आवत जावत गर्न सक्यो। यस्तो ढंगको बनाएको रहेछ हेर्नुस् है। उहाँहरुलाई धेरै धेरै धन्यवाद। यसरी नै एकअर्कामा तालमेल एकअर्कामा चाहिँ मेलमिलाप गरेर यसरी तपाई हामी पछाडी परेका 5 नम्बर वडा भनेको त पछाडी परेको ठाउँ हो र यसरी एकअर्कामा यसरी चाहिँ हातेमालो मेलमिलाप गरेर गरियो भने विकास कसो नहुँदो रहेछ र। अब यो हेर्नुस् त यो ठाउँ यस्तो अप्ठ्यारो ठाउँ थियो। यो यहाँनिर खोला खाल्सा थियो। अब यसलाई यस्तो दामी मर्मत गरेर बजेट के कति विनियोजन गरेर निर्माण गरेको छ। तपाई हामीले सहज ढंगले चाहिँ किराँती चोक पिपल चोक वडा कार्ला 3 नम्बरको र हाम्रो आवत जावत गर्ने बाटो सहज बनाइदिनु भएको छ। तपाईहरुलाई म राजनिमको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाई निर्माण समितिलाई है त। अब यसरी सजिलोसँगले बनाइदिएपछि हिँड्नु त हामीलाई पनि सहजै हुने भयो। धन्यवाद सेवा र चोक तपाई विकासकर्मी साथीहरुलाई।